जय मसीह प्रभुका सम्पूर्ण प्रियजनहरूलाई क्रिस्चियन न्यानो अभिवादन भन्न चाहन्छु। आज चाहिँ म तपाईँहरूको बिचमा भजन सङ्ग्रह 23बाट वचन लिएर आएको छु। अनि यो वचन चाहिँ दाउदले सङ्कष्टको बेला चाहिँ परमेश्वरलाई पुकारेको वचन छ। यहाँ चाहिँ आज दाउद चाहिँ एकदमै दुःखको बेलामा परमेश्वरसँग चाहिँ प्रार्थना गरिरहेको यो वचन छ। अनि एकदमै सङ्कष्टको बाटो भएर जाँदाखेरि अनि एकदम मिठो कुरा चाहिँ यहाँनिर दाउदले परमेश्वरसँग कुरा बातचित गर्दै हुनुहुन्छ। अनि एकले भन्दछ, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खड्गामा लौटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पूर्ण जीवित पार्नुहुन्छ। उहाँले मेरो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाँटी भएर जानु त परे पनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई सान्त्वना दिन्छ। मेरो शत्रुहरूको सामुन्ने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ। मेरो कचौरा भरिएर पोखिन्छ। निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा सर्वदै बास गर्नेछु भनेर चाहिँ दाउदले आज चाहिँ परमेश्वरसँग यो प्रार्थना चाहिँ गर्दै हुनुहुन्छ। अनि यहाँनिर मिठो कुरा चाहिँ एउटा यो सङ्कष्टको बाटो भएर जाँदा एकदम बेसीबाट चाहिँ आफ्नो शत्रुहरूबाट लखाटिँदै गर्दा, आफ्नै छोराबाट लखाटिँदै गर्दा चाहिँ यहाँ चाहिँ दाउदले मिठो कुरा चाहिँ भन्दै हुनुहुन्छ कि मृत्युको अन्धकारमय घाँटी भएर जानु त परे पनि म कुनै खतरादेखि डराउने छैन। अनि आज हाम्रो जीवनमा धेरै सङ्कष्टहरू आइपर्छ, धेरै दुःखहरू आइपर्छ, तर परमप्रभुको सामु हामी चाहिँ आफैलाई चाहिँ समर्पण गर्छौँ भने चाहिँ परमप्रभु हाम्रो सामु हुनुहुँदछ। उहाँले हामीलाई शत्रुहरूको अगाडि चाहिँ हाम्रो भजनहरू तयार गरिदिनुहुन्छ। अनि उहाँले चाहिँ हामीलाई प्रेम गर्नुहुन्छ। अनि यो वचनले चाहिँ हामीलाई जीवित बनाउँदछ भनेर चाहिँ यहाँ लेखिएको छ। प्रभुलाई धन्यवाद भएको होस्। यो वचन सुनाइबाट तपाईँहरूलाई आशिष दिनुभएको होस् परमेश्वरले।